आज हामी जाँदैछौँ त्रिभुवन पार्क। आज धेरै समयपछि बाहिर हामी ड्राई पिकनिकको लागि जाँदैछौँ। मेरो सानी पुन्टी कति हिँड्छ कहिले कता है। ल फाइनली हामी थानकोटको त्रिभुवन पार्कमा आइसकेका छौँ। यो रहेको छ गेट र टिकट काट्नुपर्ने हुन्छ भित्र आउनको लागि। हामीले टिकट काटेर भित्र एन्ट्री गरिसक्यौँ। यो चाहिँ मेरो फर्स्ट टाइम थियो त्रिभुवन पार्कमा। यहाँ एकदमै धेरै रमाइलो थियो है त। पिकनिक खानको लागि धेरैजना आउनुहुने रहेछ। आज शनिबार भएर पनि होला एकदमै धेरै भिड थियो र हाम्रो ग्याङसँग पनि फाइनल्ली भेट भयो। यहाँ हुँदैछ फोटोसुट। हेलो, धेरै पछि बाहिर घुम्नको लागि निस्केको है, एकदमै रमाइलो लाग्यो। यहाँ हाम्रा छोराछोरी भन्टाङ भुन्टुङ रहेका छन्। कति रमाइलो, वाउ। र सानो पन्टाङ पुन्टुङको फोटोसुट हुँदैछ। यहाँ हेर्नु कति रमाइलो छ। र हाम्रो अहिले टी टाइम, तातो चिया खाँदैछौँ चिसो मौसममा। लैभरि चाहिँ एकदमै धेरै रमाइलो हुँदैछ। र हामीले यही बिचमा एउटा गेम खेल्ने प्लान पनि गरायौँ। गेम रहेको छ भुड्की फुटाऊ। आँखा बन्द गर्ने अनि एउटा लौरी समाएर भुड्की फुटाउन हिँड्ने। यहाँ मेरो श्रीमानजी खेल्दै हुनुहुन्छ। आँखा चाहिँ तरिकाले बाँड्नुहुन्छ है नारायण दाइले। एकछिन गेम हेर भयो। अझै अगाडि 4 कदम अगाडि अनि ड्याममै। ल हाम्रो हात तन्काएर ड्याममै धेरै अगाडि छ। ल अब मेरो फाली पनि आइसकेको छ। म चाहिँ लास्टमा खेलेको थिएँ है, तर भिडियो चाहिँ मैले अगाडि नै राखेको छु। सबैजना खेलिसकेपछि लास्टतिर खेलिरहेको थिएँ म। र फाइनल्ली मैले भुड्की फुटाल्न मतलब भुड्कीलाई छुनलाई सफल भएँ। ल अब यहाँ हामी सबैजनाको सर्ट भिडियो रहेको छ यो खेलको। अनि हामी यो खेल सकिसकेपछि अर्को पनि नयाँ खेल खेलेका छौँ। त्यो पनि एकदमै धेरै रमाइलो छ है त। यहाँको मौसम पनि एकदमै राम्रो थियो। घाम लाग्छ, हल्का हल्का हावा लाग्छ, चिसो चिसो।
चिसो तातो सबै मिक्स थियो र हामीले सानो बच्चुहरूलाई केरा खुवाउँदैछौँ। दिदीले उता गेम हेर्दै अनि आँखातिर केरा लिएर जाँदै गर्नुभएको छ बाबुलाई खुवाउँदा र हामीले खरबुजा र मेवा खाने तयारीमा छौँ। के गर्नु छोराछोरी भएपछि त छोराछोरी बोकेर बस्नुपर्ने रहेछ उनीहरूलाई हेर्ने खुवाउने तर पनि रमाइलो हुन्छ एकदमै धेरै रमाइलो। यो चाहिँ एउटा मेमोरी पनि भयो होइन पछिको लागि। हाम्रो फ्यामिली टुर एकदमै धेरै रमाइलो भयो। हेर तपाईँले के गर्न कति खाना भनेर यहाँ हेरिरहेको अरूले बाँडे अब र अब हामी अर्को गेम खेल्न गइरहेका छौँ। यसको नाम रहेको छ तातो आलु। अनि यो गेम पनि एकदमै धेरै इन्ट्रेस्टिङ र रमाइलो भयो। यसरी भुटलाई पालो हातमा दिने अनि उता घन्टी बजाउने अनि जसको हातमा पर्छ अनि घन्टी रोकिँदा अनि त्यो चाहिँ आउट हुन्छ। यसरी गेम खेलियो। ल अब हाम्रो ड्राई पिकनिक मेन उद्देश्य हाम्रो खाना अब सुरु हुँदैछ। खाना खाने टाइम यसरी मिठो खाजा खायौँ हामीले र मेरो छोरी पनि मस्त खाजा खाने टाइममा सुतिरहेको थिइन् अनि खाना पनि सजिलो भयो। उठ्यो भने त उसले खाना नै दिँदैन अनि काखमै राखेर यस्तो मजासँग खाएँ मैले पनि। बनाउँदा कतौरामा खोला त छिटो खान्छ त्यसले हुन्छ ल्याउ बाबुले खाइहाल्छ नि खाइहाल्छ सुन्यौ। ल लास्टमा चाहिँ हामी यसरी नाच्यौँ पनि मस्त नाच्यो रमाइलो भयो एकदमै धेरै रमाइलो भयो। आजको हाम्रो टुर सोचे भन्दा धेरै रमाइलो छड यसको मेमोरी पछिको लागि याद रहेको छ। हामी चाहिँ नाच्न नजान्ने तर नाच्न मन लाग्ने टाइपको परियो सबैजना। जस रमाइलो हो यो छुट्टै किसिमको।
दिदी होइन एकचोटिलाई केही हुन्न के एउटा एउटा ला बस्न दिनु न सबै हाँस्न चाहिँ हँसाउन पनि त गाह्रो छ यहाँ चाहिँ एकजना बुवा रक्सी खाएर मस्त नाच्ने उठ्ने पल्टिने गरिराख्नु भएको थियो। ल हामी यसरी आजको टुर सकाएर घरतिर हिँड्यौँ। बाई बाई। भिडियो मन पर्छ भने प्लिज लाइक कमेन्ट सब्सक्राइब फलो सबै गरिदिनु होला। धन्यवाद।